हेलो नमस्ते तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा मनिला जबेगु युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। आज चाहिँ म यो श्री जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत पर्ने कैदली पर्यटन क्षेत्र यहाँ मेरो पछि सामाजिक कार्य एकदम हामी सबैजना भएर मिलेर हैन यहाँको गार्डनलाई चाहिँ सफा गर्ने भन्ने खालको प्लान बनाएका छौं। त्यही भएर चाहिँ यहाँको छु चाहिँ मेरो साथी हुनुहुन्छ र यस समूहको सचिव पनि हुनुहुन्छ। सबैजनाको आज चाहिँ हामी सबैजना मिलेर के गर्ने काम गर्ने आज के काम गर्ने उया सरसफाई गर्ने है सरसफाई कार्यक्रम आज हाम्रो। ल नमस्ते दाजु ज्येष्ठ उहाँ नै हुनुहुन्छ है हाम्रो चाहिँ यस क्षेत्रमा चाहिँ हाम्रो फलफुल खेती पनि गरेका छौं हैन। अनि टक्कसँग चाहिँ यहाँ अम्बकहरु पनि फलिरहेको छ के अलिअलि कुनै कुनै त पाकेको पनि रहेछ। हामी एउटा एउटा यो चाहिँ आँपको बोट ल तपाईहरु चाहिँ यहाँनेरि बच्चा जस्तो यसरी अम्बक टिप्ने हो त। यी चाहिँ मेरी प्यारी कान्छी बहिनी बयर पनि हाम्रो गार्डनमा बयर पनि फलेको छ। यता चाहिँ हाम्रो यसलाई रोज गार्डन भनिन्छ। यो भर्खर निर्माण हुँदैछ। यो अम्बक चाहिँ मलाई हाम्रो दाइ सहसचिवज्यूले टिपेर यहाँ बोटबाट टिपेर दिनु भएको छ। अब यो म अम्बक खान्छु। म चाहिँ अम्बक खाँदैछु हैन। आफू चाहिँ टिप्नु सक्दैन नि त म सानै छु है। सानो भएपछि सबै मलाई चाहिँ मेरो दाइ दिदीहरूले कति माया गरेर अम्बक टिपिदिनु भएको छ है। खाएको यो खाँदैछु यहाँ चाहिँ मैले अम्बक भेटाएको छु हैन पाकेको टिप्दै पनि छु। उहाँ हाम्रो दाइले तान्दिनु भएको हैन। ए टक्कसँगले उहाँ अर्को पनि पाकेको छ ल। यो पनि पाकेको रहेछ दिदी तपाई बोक्दिनु त। यहाँ कहाँ पो देख्दै थियो हौ कता गयो कान्छी टिपो टिपो उ माथि छ विष्णु सरी है तिम्रो खुट्टामा लाग्यो नि मलाई ओत्तै उफ्रीमा टिपिदिएको त आज त हाम्रो। यसरी हाम्रो चाहिँ रोज गार्डन एउटा बनाउने उयो भएको छ। जनालाई यता हेर्नु त ल है मेरो युट्युब च्यानलमा सबैजनालाई मैले राखेको छु है। यहाँ दुईजना दिदी बहिनी आउनु हुँदैछ बिरुवा काटेर। 2 नम्बर क्षेत्रमा त्यहाँ दुईटा छन्। को बेमा जानुहुने दाजु पनि जानुहुने अरू दाइहरू को जानुहुन्छ सहसचिवजी को तपाईको चाहिँ गाउँमा बे भएन अरे। अब के गरौँ त उपाय के छ त त्यसको आफै गर्नुपर्छ। आफै पञ्चबाजा हामी आउँछौँ लिएर बेहुली चाहिँ यता खालको टोली फेरि